नाचिराख्नुपर्छ। यसरी यहाँ चाहिँ दर्शकहरू पनि बसिराख्नुपर्छ। यसरी आफ्नो संस्कृतिलाई जगेर्ना गर्नको लागि नाचिरहेको अवस्था छ। यसरी चाहिँ आफ्नो संस्कृतिलाई जगाउनको लागि नाचिरहेको यसलाई चाहिँ ढोल नाच भन्छ। साथीहरू यसरी चाहिँ राईहरूको सांस्कृतिक नाच हरेक साल मङ्सिर महिनामा मनाउँछ। त्यसैले मङ्सिरे चाड भन्छ। भन्कुरामा चाहिँ बसोबास गर्नुपर्ने हाम्रो आठफारे राईहरूको मौलिक सांस्कृतिक नाच चाहिँ भिडियो लिने हुनुहुन्छ। ढोल नाचिसकेपछि धेरै सालपछि हाम्रो दुईजना मित्रहरू हुनुहुन्छ। आज चाहिँ ढोल नाचिराख्नु भएको छ। के छ तपाईँहरूको हालखबर? मजा आउँदैछ? नाच्नुपर्छ यसरी नै। यता पनि भित्रभित्र बत्ती राखेको भन्छ। यता चाहिँ मारुनी नाच नाचेको छ। भिडियो गर्दैछ दाजु। मारुनी नाच अहिले मारुनी नाच चल्दैछ। रीति संस्कृतिलाई जोगाउनको लागि सधैँ दाजुभाइ
कार्यक्रम छ भने फेरि यता बाहिरतिर सम्पूर्ण मित्रहरू यसरी रमाइलो हुँदो रहेछ भन्ने चाहिँ सबैले बुझ्नुपर्छ। सकेको यतिकै दिनुपर्छ नि त यसरी। नाकमा भन्छु मेरो नाकमा आमा पनि गर्दैछ हाम्रोमा। मारुनी पनि सकेको भर्खर आउँदै थियो रमाइलो। मारुनी पनि सकेको अब यहीँ सुरु गर्ने होइन भित्र गर्ने कि यहीँ यहाँ हो भाइ। अब एकछिन पछाडि मारुनी नाच सुरु हुन्छ। अहिले चाहिँ मुन्डुम हुँदैछ भित्रतिर। बाहिरतिर यसले चाहिँ ढोल नाच सकेको अवस्था। लिसा कता के छ? ढोकाम्बोमा छ हाम्रो घरबेटी साली हो। उहाँको घरमा चाहिँ आज ढोल नाच दिदी नमस्ते, आरामै हुनुहुन्छ? चिन्नुभयो? चिन्नु भएन जस्तो लाग्यो। भयो 15-17 दिन भयो दिदी। हजुर आयो गयो यस्तै त भेट्यो नि यस्तै ठाउँमा हो होइन। ये कार्य छ 10-15 दिन होला। बेला भयो अब फेरि अब सकेर आइहाल्ने फेरि अब सकिन आँट्यो कि त्यही भएर आउने जाने। ठिकै छ त दिदी, यस्तै छ हाम्रो। यस्तै हो नि सबैको जिन्दगी। ठिक छ जिन्दगी। ओइ लिसा, डेलिसा
आइपुगेछौँ। यसरी नै हो। पछाडिको सन्तानहरूलाई पनि सिकाउँदै लानुपर्छ भन्दै धन्यवाद भन्न चाहन्छु।